के जिबब साँच्चीकै जिनियस हुन् त? उनले रिसेन्टली अटोरियामा भएको कन्सर्टमा टेक्निकल प्रब्लम आउँछ भनेर अलरेडी ब्याकअपमा ल्यापटप बोकेर आएको भन्दै आफूलाई यस्तो कुरा पहिले नै थाहा भएको बताएका थिए। बुझेन के फरक पर्दैन ल हाततिर भएन हाततिर पर्दैन के पेन ड्राइभ बिग्रिने हाततिर पर्दैन म सिस्टमै बुझेन दुनियाँले भन्थ्यो नि बग त ब्याग किन बोकेर हिँडिरा किन के भयो भन्नु यही हो यस्तै हुन्छ भने थाहा थियो क्या मलाई बुझेन यस्तै हुन्छ थाहा छ के मलाई बुझेन थाहा छ के मलाई पहिले थाहा हुन्छ के कतिपय कुराहरू सेन्स हान्छ के मलाई के हुन त नेपाल जस्तो ठाउँमा टेक्निकल प्रब्लमहरू इभेन्टमा आउनु कमन हो, तर के जिबब साँच्चीकै पहिले नै अवेर थिए या उनले अर्गनाइजरलाई हल्का तुच्छ दिएका हुन्? आफ्नो धारणा कमेन्ट गरिदिनुहोला।